गाईलाई हामीले लक्ष्मीको रूपमा किन पूजा गरे? लैमा छ सबै कुरा। त्यही भएर हाम्रा गुरुहरू पनि त्यस्तै छन्, हाम्रो कर्मकाण्ड गर्ने गुरु पनि त्यसै छन्। सङ्कल्प गर भनिया छन्। अहिले त अब चाहिँ गाई पनि चाहिएन, पैसा भए गोदान भइहाल्यो। 100 रुपियाँ भएपछि गोदान भयो। गोदान भनेको गाईको दान, गाई चाहिन्न। त्यो गाईको दान किन गरे अब त्यो पनि थाहा छैन। हामी त केवल यसलाई जीवन वृत्तिको बाटो मात्र बनायौँ। हामीले हाम्रो भक्तलाई कहिले पनि ज्ञान सिकाएनौँ, जीवन सिकाएनौँ, जगत सिकाएनौँ। हामीले आफू खाने बाटो मात्रै गर्यौँ। त्यही भएर सज्जनहरू, गाईको पूजा किन गरेको अब ध्यान दिएर सुन्नुहोस्। विज्ञान पढ्नेले पनि ध्यान दिनुहोस्, अहिलेको आधुनिक शिक्षा लिने युवाले पनि ध्यान दिनुहोस्। हामीले सुँगुरको पूजा किन नगर्या, भैँसीको पूजा किन नगर्या, या घोडाको पूजा किन नगरेको, हामीले गाईको पूजा किन गर्या? ध्यान दिएर सुन्नु होला। ध्यान दिएर सुन्ने भए म भन्छु, नत्र भन्दिनँ। ध्यान दिने जति हात उठाउनुहोस् त। जय होस्। हामीले गाईको पूजा किन गरे भने त्यसको 4वटा कारण छ। पहिलो त गाई भनेको यस्तो प्राणी हो, कोही पण्डितहरू सुन्दै हुनुहुन्छ भने तपाईँहरूलाई पनि काम लाग्छ। ध्यान दिएर सुन्नुहोस्। प्रवचन नचाउने मात्र होइन, प्रवचनले जीवन बोल्नुपर्छ। गाईलाई सम्मान हामीले किन गरेको भन्ने विषयको लागि त्यो बाजा चाहिँ परैबाट बन्द गर्न मिल्दैन। बाजा बाहिर बजाउँ के, यो प्रवचनको टाइममा बाजा बजाउने होइन। पहिला गाईलाई सम्मान किन गरे भन्ने विषयको लागि, गाई यस्तो प्राणी हो जसको जुन कुनै चिज पनि हामीलाई काम लाग्छ। ध्यान दिएर सुन्नुहोस् है त, म एकदम गहन कुरा गर्दैछु। अमेरिकाको विज्ञानको केन्द्रको नाम नासा हो। म केही समय अगाडि अमेरिकाको विज्ञानको केन्द्र नासा, टेक्सासको ह्युस्टन भन्ने सहरमा रहेको नासाको भ्रमण गर्ने मलाई अवसर मिलेको थियो। म घुम्न गएको थिएँ त्यहाँ गएर मैले बुझेँ अमेरिकाका वैज्ञानिकहरू हरेक दिन जसले यहाँबाट चन्द्रमामा रकेट पठाउँछन्, जसले खगोल शास्त्रको अध्ययन गर्छन्, मङ्गल ग्रहको बारेमा अध्ययन गर्छन्, त्यस्ता वैज्ञानिकहरूले 1 गिलास गाईको दुध खाँदा रहेछन्। किन हो थाहा छ? किन होला? गाईको दुधमा, यहाँ डाक्टरहरू पनि हुनुहोला, यहाँहरूले पनि भन्नुहुन्छ, मैले प्रमाणविहीन केही कुरा पनि गर्दिनँ, हावादारी गफ गर्दिनँ। प्रवचन भनेको हावादारी गफ होइन के, रुने रुवाउने आमा बुवाको कुरा गर्ने कुरा होइन प्रवचन भने। यसले त हाम्रो जीवन दर्शनको बारेमा, हाम्रो संस्कारको बारेमा बोल्ने हो, हाम्रो जीवनको बारेमा बोल्ने हो। अमेरिकाको वैज्ञानिक केन्द्र नासामा 1 गिलास गाईको दुध खान्छन् वैज्ञानिकहरू। किन? हरेक दिन। किनभने गाईको दुधमा एउटा कर्क्युमिन भन्ने तत्त्व पाइन्छ। ध्यान दिएर सुन्नु होला। युट्युबे साथीहरू, हँसाउने र रुवाउने कुरा मात्र होइन, यस्ता कुरा हाल्नुहोस् युट्युबमा, अनि धर्म बच्छ, अनि व्यक्तिले जीवन बोध गर्छन्, अनि ज्ञान पाउँछन्, अनि जीवन बदल्ने। अस्ति मैले टिकटकको बारेमा बोलेको हाइलाइट गरिदिएर अहिले भाइरल गरिदिएको छ। यस्ता कुरा पो हाल्ने, त्यो टिकटक कुरा के हाल्ने? अब मैले भन्न खोजेको कुरा के भने, ध्यान दिएर सुन्नु होला। कर्क्युमिन भन्ने तत्त्व दिने एक मात्र तत्त्व भनेको गाईको दुध हो। त्यही भएर गाईको दुधमा कर्क्युमिन तत्त्व, त्यो कर्क्युमिन तत्त्वले के गर्छ भने, ध्यान सबैले मलाई हेर्नुहोस् त एकपटक, यसमा हाम्रो शरीरको, यसलाई कर्टेक्स भन्छ निधारलाई, अगाडि सोच्ने शक्तिलाई प्रिफ्रन्टल कर्टेक्स भन्छ। डक्टरलाई सोध्नु होला। हर कुरा मैले अनुसन्धान गरेर प्रवचन गर्ने गर्छु। यहाँ त लाइभ भइरहेछ सबै कुरा। प्रिफ्रन्टल कर्टेक्समा बेसल ग्याङ्ग्लिया भन्ने सोच्ने शक्ति एउटा छ, बेसल ग्याङ्ग्लिया। त्यो बेसल ग्याङ्ग्लिया जगाउनुको लागि सबैभन्दा राम्रो तत्त्व के भन्दाखेरि कर्क्युमिन भन्ने तत्त्व। त्यो कर्क्युमिन भन्ने तत्त्व जगायो भने
सोच्ने शक्ति बढ्छ। त्यही भएर सोच्ने शक्ति बढाउने भनेको के भन्दा गाईको दुध हो। त्यही भएर 1 गिलास गाईको दुध खायो भने सोच्ने शक्ति बढ्छ भन्ने कुरा विज्ञानले पुष्टि गरेको छ। त्यही भएर हामीले गाईको दुध खानुपर्छ, गाईलाई सम्मान गर्नुपर्छ भन्ने एउटा कारण। अब दोस्रो कुरा सुन्नुहोस्। केही समय अगाडि फिनल्यान्डका वैज्ञानिकहरूले गाईको परीक्षण गरे। ध्यान गरेर सुन्नुहोला। गाईलाई एउटा दुध दिने गाईलाई विष खान दिए। थोरै विष खान दिएको गाईले खायो, तर गाईले कुनै पनि दिन त्यो विषलाई गहुँतबाट, गोबरबाट र दुधबाट फ्याँकेन। 2 वर्षसम्म विष खाएको गाईले आफ्नो गलामा 2 वर्ष पछाडि एउटा माला झुन्ड्यायो। के झुन्ड्यायो भनेर 2 वर्ष पछाडि फुलेको माला यसो काटेर शरीर काटेर हेर्दाखेरि त 2 वर्षसम्म खाएको गाईको विष गलामा माला बनाएर झुन्ड्याएको। त्यही भएर त्यहीँबाट प्रमाणित भयो गाईले जे खान्छ त्यो विष खाए पनि शरीरमा राख्छ। गाईले जे फ्याँक्छ अमृत फ्याँक्छ। त्यही भएर गाईको दुध र गाईको गहुँत अमृत हो। गाईको मासु खायो भने विष समान हो भन्ने कुरा प्रमाणित भयो। त्यही भएर हामीले गाईलाई मासु खानु हुँदैन, गाईलाई सम्मान गर्नुपर्छ भन्ने प्रमाण। तेस्रो कुरा, गाईको गौजला या गाईको गहुँत या गाईको गो अर्क भन्ने चलन छ। अहिले अमेरिकाले 2टा प्याटेन्ट राइट, यानि कि गाईको गहुँत अब विश्वमा कसैले बेच्न पाउँदैन 5 वर्षपछि, अमेरिकाले बाहेक। उनीहरूले बुझेर गाईको गहुँत बेचिसके। यहाँ चाहिँ गाईको गहुँत खाने यो चाहिँ काम नलाग्ने धर्म भनेर विदेशीहरूले आएर चाहिँ हामीलाई पेलिरहेछन्। अब अमेरिकनहरूले गाईको गहुँत खाएर 33वटा रोग निको हुन्छ भन्ने कुरा प्रमाणित गरिसके। त्यही भएर हामीले गाईको गहुँत खाने चलन त्यहाँबाट ल्याएको, गाईलाई सम्मान गर्ने चलन त्यहाँबाट ल्याएको। तेस्रो कुरा ध्यान दिएर सुन्नुहोस्। चौथो कुरा, गाईको गोबर पनि काम लाग्छ, मल दिन्छ। गाईको दुध दही त कुरै नगरौँ, गो अर्क कुरै नगरौँ। गाईको सेवा गरेर बस्ने मान्छेको आयु बढी हुन्छ। हाम्रो यहाँ हरिदाईले पनि सेवा गर्नुभएको थियो केही समय अगाडि झापामा। गाईले कहिलेकाहीँ अक्सिजन लिएर अक्सिजनै फ्याँक्छ। अचम्मको कुरा, हामीलाई चाहिने हावा दिन्छ। त्यही भएर गाईको सेवा गर्ने मान्छेको आयु बढ्छ भन्ने कुरा विज्ञानले पुष्टि गरेको छ। अब अमेरिकामा के अरे काठमाडौँमा गाईको सेवा गर्ने को पाउने, कसले गर्ने खै? अब कहाँबाट गाईको सेवा गर्ने? भएका पनि बेचिसके, छैन केही। पोकाको दुध खाएर बसेको हो। अब कहाँको गाईको दुध, शुद्ध गाईको दुध कहाँ पाइन्छ र अहिले? फेरि पाउडर मिसाएको, अनेक गरेको शुद्ध गाईको दुध भने पहाडमा चरेको गाई, हजुर जडीबुटी खाएको गाई अत्यन्त उत्तम। त्यही भएर गाईलाई हामीले सेवा गर्यौँ। गाईको हरेक चिज काम लागेन। त्यही भएर गोबरको पनि काम लाग्यो। गाईको उत्तम गोबर भनेको मलका लागि सबभन्दा उत्तम मानेको छ। त्यही भएर गाईको हरेक अङ्गमा लक्ष्मी हुन्छ भने हरेक चिज अमूल्य। गाईले गौलोचन भन्ने दिन्छ। त्यो गौलोचन भन्ने यति अमूल्य चिज छ। त्यही भएर अरूभन्दा हरेक चिजमा अर्थसँग, धनसँग, सम्पत्तिसँग, उत्पादनसँग, समुन्नतिसँग, उन्नतिसँग, प्रगतिसँग जोडिएको जनावर भएको हुनाले गाईलाई हामीले लक्ष्मी भन्ने गरेका छौँ। लक्ष्मीको रूपमा सम्मान गर्छौँ। आजबाट यहाँहरूले अरू सक्नुहुन्छ भने गाईको दुध, सक्नुहुन्छ भने अझै गाईको गहुँत खाने काम गर्नुहोला। यो मेरो अनुरोध छ। यदि रोग निको बनाउनु छ